तपाईहरुले पनि चिसो मौसममा यसरी मिठो चिकन थुक्पा बनाएर खानु भयो भने चाहिँ तपाईहरुले चिसो भएको फिल नै गर्नुहुन्न हो। यसको लागि चाहिँ यो रेसिपी भिडियो अन्तिमसम्म हेरिदिनु होला। सुरुमा एउटा फ्राई प्यान अथवा कराईलाई हिट गरिदिनु होला। थोरै तेल एड गरेर चप गरेको लसुनलाई राख्दिनु होला। यसलाई चाहिँ मज्जाले खैरो हुने गरी भुट्नु पर्ने हुन्छ। त्यसपछि सानो सानो पिसमा काटेको चिकनलाई एड गरिदिनु होला। यसलाई पनि मज्जाले खैरो नहुन्जेलसम्म भुट्दिनु होला। अब चाहिँ हामी यसमा जुलियन काटेको गाजर, सिमी, क्याप्सिकम, प्याज र काउली पनि एड गरिदिनु होला। त्यसैगरी जुलियन काटेको बन्दालाई पनि एड गरिदिनु होला। जुलियन काटेको गोलबेडालाई पनि हाल्दिनु होला। यसलाई चाहिँ एकचोटी मज्जाले पाक्ने गरी फ्राई गरिदिनु होला, जसले गर्दाखेरि काँचो स्मेल आउँदैन। अब चाहिँ म यसमा सुपको लागि पानी एड गर्न जाँदैछु। हजुरहरूले कतिको सुप खान चाहनुहुन्छ त्यो अनुसारले पानी एड गर्न सक्नुहुन्छ। अब चाहिँ 1 चम्चा टेस्टिङ पाउडर, थोरै होल गरम मसला पाउडर, 1 चम्चा खुर्सानीको धुलो, 1 चम्चा जिराको धुलो, 1 चम्चा भुटेको खुर्सानीको धुलो, त्यसैगरी स्वाद अनुसार नुन पनि राख्दिनु होला। अब यो सबैलाई एकचोटी मज्जाले चलाइदिनु होला। मैले चाहिँ यो लोकल स्टाइलमा बनाएको भएकोले सबै स्पाइसेसहरु एड गरेको छु, नत्र हजुरहरूले सल्ट, पेपर र टेस्टिङ पाउडर मात्र एड गर्नु भए पनि हुन्छ। सुप बाक्लो बनाउनको लागि चाहिँ डाइल्युट कर्नफ्लोर एड गरिदिनु होला। यो चाहिँ उम्लेको सुपमा थोरै थोरै एड गर्दै चलाउनु होला, जसले गर्दा आफूलाई कतिको बाक्लो चाहिन्छ त्यही अनुसार राख्न सकिन्छ। अब भने चाहिँ थोरै अमिलोको लागि भिनेगर एड गर्दैछु मैले। हजुरहरूले लेमन जुस पनि एड गर्न सक्नुहुन्छ। अब भने चाहिँ म यसमा बोइल गरेको नुडल एड गर्न जाँदैछु। नुडल्सलाई एकछिन चलाएर मजाले पकाइदिनु होला। हजुरहरूले यसमा आफ्नो इच्छा अनुसार गेडागुडी एड पनि गर्न सक्नुहुन्छ। त्यसपछि हाम्रो मिठो चिकन थुक्पा पनि रेडी हुन्छ। मैले चाहिँ यसलाई एउटा बलमा राखेर सर्भिस गरेको छु। अब हजुरहरूले पनि चिसो मौसममा यसरी नै तातो मिठो चिकन थुक्पा बनाएर इन्जोय गर्नुहोला। हजुरहरूलाई कस्तो लाग्यो रेसिपी भिडियो प्लिज कमेन्ट पनि गरिदिनु होला। साथै यो रेसिपी भिडियोलाई हजुरहरूको फ्रेन्ड्स र फ्यामिलीहरूसँग पनि शेयर गरिदिनु।